माग्नु छ माग्नुस् सजिलो कि त्यस्तो आदेश हैन एटिट्युड के हो सर त्यसको मैले दुईटा फुली बढाउनु होला म प्रधानमन्त्री हुन छोड्दैन यहाँ मान्छे हो फुलीको चिन्ता नगर्नुस् देशको चिन्ता गर्नुस् म भाग्छु म तल बस्नु के भाग्छु म तल पुर्नु हजुर तल तपाईले हुन्छ मेरो प्याकिङ तपाईले गर्दिनुहुन्छ प्याकिङ गरेर दिनुहुन्न मलाई अर्डर छ हद नगर्नुस् यार अन्यायको हद एउटा मान्छेलाई अन्यायको हद नगर्नुस् मेरो अलिकति के तपाईँ यहाँ हेर्न आउनुहुन्छ भने आउनुहोस् मेरो यहाँ केही छैन आउनुहोस् न मसँग प्याकिङ मेरो कुरा छ चार म पोलिटिकल पार्टीको लिडर हुँ मेरो दुईजना मान्छे कुरा गर्नुपर्छ पार्टीले इलेक्ट गरेको मान्छे हुँ रेस्पेक्ट अलिकति मेरो प्याकिङ गरेर मेरो औषधि मेरो सामान के खाना चिज त लानु पर्दा मैले पर्दैन त्यति के भयो चाहिँ के हो आदेश मान्नुहोस् न यस्तो पनि हुन्छ लिगल इलिगल आदेश नगर्नुहोस् अरू गर्नु बेडरुमभित्र घरमा हुनुहुन्छ बेडरुमभित्र एकछिन प्याकिङ गर्दैछु भनेर अदालत मैले हेर्नु परेन कहाँ छ कागज पेपर हेर्नु परेन मैले कानुन व्यवसायलाई देखाउनु परेन अधिकार त होला नि मेरो देखाउनुहुन्छ त अनि भनेको तपाईँले कि यति मिनटभित्र प्रोग्राम गर्नु भनेको छ अदालतले के छ भन्नु त यति बजेर यति सेकेन्ड लैजानु भने म तपाईँसँग जाँदैछु होइन तपाईँले अति गर्नुभयो त तपाईँले यस्तो धकेल्नु भएको छ त्यो तरिका होइन नि सर मान्छेलाई पुरै नो सर मलाई तपाईँको सम्मान चाहिएको होइन अपमान गर्न पाइन्न अपमान गर्न पाइँदैन होइन जबरजस्ती गरेर भने तपाईँ खेल्ने त्यो पनि तरिका हो कानुन बमोजिङ होला त मलाई कानुन म्याच 1 मिनेट हेर्नु म कहाँ भाग्छु म 7:30 म भाग्छु म मेरो सामान के खाना चिज त लानु पर्दा मैले पर्दैन त्यति के भयो चाहिँ के हो आदेश मान्नुहोस् न यस्तो पनि हुन्छ लिगल इलिगल आदेश नगर्नुहोस् इमानदारी कुरो भनिसक्यो पब्लिकली भनिसकेँ मैले म गिरफ्तारी दिँदैछु आफ्नो भनेर हेर्नुहोस् त पब्लिकली हेर्नुहोस् बस्नुहोस् न त भयो 5 मिनट मलाई कानुन व्यवसाय जानु दिनुहोस् मेरो अगाडिको बाटो हेर्नुपर्छ